हेलो साथीहरू, आज चाहिँ हामी दिनभरि छुट्टीमा बस्दा बस्दा रुममा बोर लाग्यो अनि यसो अब यहाँ हामी साइडमा चाहिँ बस्ने छेउमा चाहिँ खोलाहरू छ होइन। डाँडामा यस्तो खोलाको साइड साइड हिँड्ने बाटो छ अनि हिँड्दैछौँ। खतरा छ पोथी। कस्तो मिठो कलर, कुन फुल हो यो? यो चाहिँ यस्तो छ क्या, तल चाहिँ खोला, त्यहाँ चाहिँ पुल। यस्तो दामी छ वारिपारि, शान्त सुन्दर अनि यस्तो बाटो हिँड्ने क्या। यता कम्पनी भित्र कम्पनी नै कम्पनी छ। यहाँ त कति माछा होला, डढ्ने होला माछा। आजको मौसम चाहिँ अलिकति रिसाएको छ। त्यहाँ पर पुग्ने डाँडामा आज चाहिँ यहाँ चाहिँ मान्छेहरू हिँड्न पायो, साइकल हिँड्न पायो। खोलाको डिल पनि पिच हुने क्या साथीहरू। नेपालमा चाहिँ हाइवे पनि पिच हुनलाई गाह्रो हुन्छ। यदि पिच भइहाल्यो भने पनि हिउँदोमा अहिले हेर्दै राम्रो देखिन्छ नि, बर्खामा चाहिँ फेरि हिलो 6 महिनामा गइहाल्छ। अनि यता चाहिँ एग्रिकल्चर रहेछ टन्न, के होला, धान पनि रोपिसकेछ। नेपाल र यहाँको चाहिँ लगभग वेदर चाहिँ सेम हो क्या। अहिले नेपालमा पनि धान रोपिसक्यो, यहाँ पनि धान रोपेर हरियो भइसक्यो। चाहिँ मान्छेहरू फट्टाफट्टा हिँडिरहेको छ। यस्तो दामी छ क्या हिँड्दा चाहिँ। आकाश क्लिन भएको भए चाहिँ झन् दामी देखिन्छ। यो मेरो दाहिने पाङ्रा के भन्दा हिँड्दैछ, कस्तो आनन्द हावा चलेको। लडाइहाल्थ्यो नेपालमा, कहाँ राख्छ, घाँस चोरेर लगिसक्थ्यो कहाँ। यस्तो शान्त मौसम यहाँबाट चलिरहनु देखिने रहेछ। अनि यस्तो पहाड फोडेर लगेछ बाटो त। यस्तो दामी बनाइन्छ क्या खोलाको छेउमा पनि। आम्मा, नेपालमा पनि ट्याक्स उठाएर चाहिँ यस्तो यस्तो काम गरे हुने हो जनताको लागि। कहिले हो बिहान बेलुका एक्सर्साइज गर्नेहरूलाई हो। रोड चाहिँ यता छ अनि त्यस्तो पहाडलाई फोडेर होइन, यस्तो गाडीहरू कुदिरहेको छ। हल्का तुवालो नलागेर चाहिँ झन् दामी देखिन्छ। किराहरू नि कराउनु थालेछ। बस आयो, कहाँ जाने बस होला। हामीलाई चाहिँ यता त्यति थाहा छैन को बस कता जान्छ भनेर चाहिँ हामीलाई त्यति थाहा छैन। यता चाहिँ हामी चाहिँ भर्खर 1 महिना हुँदैछ। यस्तो दामी क्या। यहाँदेखि चाहिँ हामी उता जान्छौँ फेरि। आज चाहिँ खोलाको डिलै डिल हिँड्ने हो। हुन्छ हाँस, त्यो बकुला कहाँ छ हाँस? भित्ताको यतापट्टि चाहिँ लामो घाँटी हुने चाहिँ के हो त? त्यो हाँसै हो कोरियाको। हामी चाहिँ लगभग आधा घन्टा जति हिँड्यो होला है। त्यहाँ पर अपार्टको छेउदेखि आएको, यता यता आउँदै डाँडा डाँडा आउँदै हावा चलेर एकदम। अनि अब यहाँ परसम्म जाने हो। यहाँ पनि एग्रिकल्चर रहेछ है टन्नै। खेतीबाडी रहेछ यताउति चाहिँ। पारिपट्टि के कम्पनी हो, सेम तराई जस्तै क्या यहाँ त नि। फेरि अब तराई भनिन्छ, फेरि डाँडाहरू छ, खेतीहरू रहेछ। पर चाहिँ गाई फार्म होला, खेतीहरू के धेरै यता छ। अङ्गुर हो त्यो? जता नि पिच बाटो क्या, खोलाको छेउमा नि पिच बाटो है। जता नि पिच, पर गाई कराउँदैछ। हेर्नुहोस् त, तर बल्छी खेल्दै रहेछ। मात्र हिँड्ने बाटो रहेछ। यता नजाने अब आऊ चाउ।
यता तल अब खोला हेर्नु पर्यो एकपल्ट यस्तो दामी छ आनन्द हावा आउने क्या खोलामा 7 बजिसक्यो र पनि यतिको छ अझै उज्यालै छ त 7 बजे पनि यस्तो नदी छ सारा र माथिबाट यहाँ चाहिँ गहिरो होला हौ धरो होला माछा नि उयो पर बुढो पल्सी खेलिरहेको छ एउटा बुढो कहाँ जान्छ होला यो नदी नहेरौँ है डर लाग्छ हाइवे रहेछ त्यहाँ चाहिँ डेन्जर हाइवे रहेछ है गाडीहरू कुदिराख्दो रहेछ डेन्जर धान खेती रहेछ नि त यता आइपुग्यो हिँड्दा हिँड्दै यता आइपुग्यो माथि डाँडा यता खोला पारी बस कुद्ने बाटो यता तल धान खेती है पारी चाहिँ अनि हाइवे के मेन हाइवे रहेछ जङ्गलले गर्दा त्यति नदेखिने यस्तो खेती कहाँ सोच्ने हो जङ्गल होला भन्छ नि कस्तो आनन्दकै है चिल्लो अझ एक राउन्ड लगाउने भइयो हिँड्दै हाइवेमा आइपुग्यो छ डाँडा यता अपाट सुइकी आज चाहिँ के भन्छ छुट्टीको दिन भएर त्यति नकुदेको रहेछ क्या गाडीहरू अझ यस्तो दामी रहेछ हिँड्ने ठाउँ वाह यो के हाँस जति टर्की पनि पाल्दो रहेछ है आजको सक्यो अब यस्तै हिँड्दैछ